भुर्तेल र अनिलको टिमले जित्यो। बल्ल चले अनिल। कुन टिमले जिल्ला दोस्रो संस्करणको एनपिएलको उपाधि? नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज मंगलबार दिनको दोस्रो खेलमा पराजित भएसँगै कर्णाली याक्स लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ। कीर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा कर्णालीलाई पोखरा एभेन्जर्सले 34 रनले पराजित गर्यो। अन्तिम खेलअघि 2 अङ्क मात्र जोडेको कर्णालीले अन्तिम जिते पनि शीर्ष 4 मा रहेर प्लेअफमा पुग्ने छैन, किनकि 4-4 अङ्क जोडेका पोखरा र चितवन राइनोजले एक आपसमा खेल्न बाँकी छ, जसका कारण यी मध्ये एक टोलीले 6 अङ्क हुनेछ भने अन्तिम खेलमा जित निकाले पनि कर्णाली बाहिरिनेछ। कर्णालीले 6 खेल खेल्दा 2 अङ्क मात्र छ, उसले 1 खेल मात्र जित्दा 5 खेलमा पराजय भोग्यो। आजको खेलमा जित निकालेको पोखराले 5 खेलमा दोस्रो जित निकाल्यो भने 4 अङ्क जोड्यो। अब अन्तिम 2 खेलमा उसले जित निकाले प्लेअफ पुग्ने सम्भावना हुनेछ। मंगलबार एडम रोसिङटनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले कर्णाली याकलाई 202 रनको विशाल लक्ष्य दिएको थियो। जुन लक्ष्य पन्छ्याएको कर्णाली 19 ओभरमा 167 रनमा अल आउट भयो। पोखराका लागि ओपनिङमा आएका मार्क वार्डले 34 बलमा 59 रन जोडेका थिए। उनले 4 चौका र 5 छक्का प्रहार गरे। अरु ब्याटर भने खासै चल्न सकेनन्। उनीसँगै ओपनिङमा आएका प्रियाङ्क पाञ्चाल त्यसै 16 रन, जयकिशन कोलवाला 6 रन, त्यसैगरी पवन सराफ 19 रन, नजिबुल्लाह जान्द्रान 24 रन र गुलसन झा 9 रनमा आउट भए। दिपेन्द्र रावत पनि 10 रनमा रन आउट भएका थिए। कप्तान सोमपाल कामी 13 रन बनाएर आउट भएसँगै कर्णालीको आशा सकियो। बलिङमा पोखराका डेब्यू खेलाडी ऋषि धवनले 3 विकेट लिए। भारतको राष्ट्रिय टोलीसहित आइपिएल टोली पन्जाब, कोलकाता र मुम्बईबाट खेलेका धवनले 4 ओभरमा 37 रन दिए। यस्तै धनजय लक्ष्मणले पनि 3 विकेट हात पारे। उनले 4 ओभरमा 31 रन दिए। टस जितेको कर्णालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले 2 विकेटको क्षतिमा 201 रन जोड्यो। जारी सिजनमा 200 रन कटेको यो पहिलो पटक हो। यसअघि विराटनगर किङ्सले पोखरा एभेन्जर्स विरुद्ध 220 रन बनाएको थियो। 32 वर्षीय इङ्ल्यान्डका विकेट किपर ब्याटर रोसिङटनले 55 बलमा शतक पूरा गरेका थिए। शतक पूरा गर्न उनले 11 चौका र 6 छक्का प्रहार गरे। उनी 108 रनमा नट आउट रहँदा कुल 58 बल खेलेर 11 चौका र 7 छक्का प्रहार गरे। यो जारी सिजनको दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वार्डले लुम्बिनी लायन्स विरुद्ध शतक प्रहार गरेका थिए। अघिल्लो संस्करणमा पोखराका लागि आन्द्रेस गौसले शतक प्रहार गरेका थिए। त्यसैले यो एनपिएलको समग्र तेस्रो शतक पनि हो। पोखराका कप्तान तथा ओपनर कुशल भुर्तेलले 18 रन जोडेका थिए। उनले रोसिङटनसँग 4.5 ओभरमा 34 रनको ओपनिङ साझेदारी गरेका थिए। भुर्तेल आउट भएपछि क्रिजमा आएका जासन रोयसँग रोसिङटनको जोडी जम्यो। दुई बीच दोस्रो विकेटका लागि 12 ओभरमा 127 रनको साझेदारी हुँदा पोखराको बलियो स्थितिमा रह्यो। एनपिएलमा डेब्यू गरेका रोय अर्धशतक बनाउन भने 4 रनले चुके। उनले 34 बलमा 46 रन बनाउँदा 2 चौका र 3 छक्का प्रहार गरे। उनी 17औं ओभरको 5औं बलमा क्याच आउट भए। उनलाई नन्दन यादवले प्रियाङ्क पाञ्चालबाट क्याच आउट गराए। अन्तमा धनञ्जय लक्ष्मणले 11 बलमा नट आउट 23 रन बनाएपछि पोखराले 200 रन कटायो। बलिङमा कर्णालीका नन्दन यादव र मार्क वार्डले 1-1 विकेट लिए। खेलका लागि कर्णाली 3 खेलाडी परिवर्तन गरेको थियो। दीपक डुम्रे, युवराज खत्री र बिल बोसिस्टो टोलीमा छैनन्। आज दिपेन्द्र रावत, युनिस ठकुरी र जयकिशन कोल्सवाला खेले। पोखरामा भने 5 खेलाडी परिवर्तन गरिएको थियो। जिमी निसम युएको आईएलटी टी20 खेल्न फर्किए भने दिनेश खरेल, अभिषेक तिवारी, सुमित वर्मा र मार्क टेलर टोलीमा थिएनन्। आकाश चन्द, सन्दीप केसी, जासन रोय, ऋषि धवन र धनञ्जय लक्ष्मणले खेल खेलेका थिए। पहिलो खेलमा चम्किए अनिल। जनकपुरले जित्यो पहिलो खेल। साबिक विजेता जनकपुर बोल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको 5औं खेलमा आएर आज पहिलो जित दर्ता गर्यो। आज भएको खेलमा चितवन राइनोलाई 6 विकेटले पराजित गर्दै जनकपुरले जारी सिजनको पहिलो जितको स्वाद लिएको हो। यो जितसँगै जनकपुरले अङ्क तालिकामा खाता खोलेको छ। जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। जनकपुरलाई अब प्लेअफमा खेल्ने सम्भावनालाई कायम राख्न यी दुई टोलीलाई पराजित गर्नै पर्ने हुन्छ भने अन्य टोलीको पनि नतिजामा समेत भर पर्नुपर्ने हुन सक्छ। एनपिएलको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खासँग 5 विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किङ्ससँग 9 रनले तथा तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग 25 रनले पराजित भएको थियो। लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग जनकपुरले 6 विकेटको हार बेहोरेको थियो। यता जनकपुरसँगको हारले चितवनको
को प्लेअफ यात्रा केही कठिन भएको छ। जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। चितवनलाई प्लेअफमा खेल्ने सम्भावना कायम राख्न दुवै खेल जित्नै पर्नेछ। चितवनले लिग चरणमा 3 खेलमा हार र 2 खेलमा जित निकाल्दै अङ्क तालिकामा 4 अङ्क जोडेको छ। चितवनले पहिलो खेलमा कर्णाली एक्सलाई 4 विकेटले हराउँदा लुम्बिनी लायन्ससँग 6 विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई 48 रनले हराएको चितवनले काठमाडौँसँग भने 53 रनले पराजित भएको थियो। मंगलबार चितवनले दिएको 177 रनको चुनौतीपूर्ण लक्ष्य जनकपुरले 15 बल अगावै 4 विकेटको क्षतिमा पूरा गरेको थियो। जनकपुरका लागि ओपनर माझ सदाकत 63 रन बनाउँदा क्याच आउट हुन पुगे। 30 बलमा 6 चौका र 4 छक्का प्रहार गरेका माझ अमरसिंह रटेउलाको बलमा कुशल मल्लको बाट क्याच आउट भएका थिए। माझले 24 बलमा 5 चौका र 3 छक्काको सहयोगमा अर्धशतक बनाएका थिए। दोस्रो विकेटका लागि माझ र अनिल शाहले 79 रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्याएका थिए। अनिल शाह 61 रनमा क्याच आउट भए। 36 बलमा 4 चौका र 3 छक्का हानेका अनिल 61 रन बनाउँदा सोहेल तन्वीरको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। अनिलले 28 बलमा 2 चौका र 3 छक्का प्रहार गरेका थिए, अर्थात् उनले अर्धशतक पूरा गरेका थिए। अर्का ओपनर आसिफ शेख 18 रन बनाउँदा कमल सिंह एरीको बलमा आउट भएका थिए। जान निकोल 11 रन बनाउँदा रन आउट भए। सञ्जय कृष्णमूर्ति 5 र आदित्य महत 18 रनमा अभिजित रहे। आदित्यले 7 बलमा 2 चौका र 1 छक्काको सहयोगमा 18 रन बनाए। चितवनका लागि कमल सिंह एरी, सोहेल तन्वीर र अमर रटेउलाले समान 1 विकेट लिए। त्यसअघि कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले 4 विकेटको क्षतिमा 176 रनको योगफल तयार पारेको थियो। पहिलो विकेटका लागि ओपनर डेभिड मलन र अर्जुन साउलले 13.4 ओभरमा 112 रनको साझेदारी गरेर चुनौतीपूर्ण लक्ष्यको आधार तयार पारेका थिए। जारी एनपिएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक रनको साझेदारी समेत थियो। ओपनर डेभिडले सर्वाधिक 80 रनको योगदान दिए। 54 बलमा 4 चौका र 5 छक्का प्रहार गरेका उनी मा सदाकतको बलमा एलबीडब्ल्यूको धरापमा परे। अर्का ओपनर अर्जुन 39 बलमा 4 चौका र 3 छक्काको सहयोगमा 52 रन बनाउँदा जान निकोल लफ्टी टोनको बलमा सञ्जय कृष्णमूर्तिको हातबाट क्याच आउट हुन पुगेका थिए। अर्जुनले 37 बलमा 4 चौका र 3 छक्काको सहयोगमा अर्धशतक पूरा गरे। कप्तान कुशल मल्ल 30 र अमर रटेउला 1 रनमा अभिजित रहे। सैब जैब 4 रन बनाउँदा क्याच आउट नै भए। रवि बोपारा 3 रनमै क्याच आउट हुन पुगे। जनकपुरका लागि अनिल शाह, माझ सदाकत, लप्टी टोन र रूपेश सिंहले समान 1-1 विकेट लिएका थिए। अहिले जारी नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा अब कसले जिल्ला भन्ने चासो सबैको छ, किनकि यसपालि सुदूरपश्चिम रोयल्स एकदमै बलियो देखिएको छ। त्यसैगरी विराटनगर किङ्स पनि एकदमै बलियो देखिएको छ अनि काठमाडौँ गोर्खाज पनि बलियो छ। यी तीनै टोलीमा कोही भन्दा कोही कम छैनन्। त्यसो त अहिलेसम्मका खेल हेर्दाखेरि जस्तो पहिलोमा सुदूरपश्चिम, दोस्रोमा विराटनगर सन्दीप लामिछानेको टिम र तेस्रोमा काठमाडौँ गोर्खाज भएको छ। धेरैले यसपालि सुदूरपश्चिमले ट्रफी उचाल्ने पनि आकलन गरिरहेका छन्। यद्यपि काठमाडौँ गोर्खाज सन्दीप लामिछानेको टिम पनि एकदमै बलियो देखिएको छ। त्यसकारण अब कसले एनपिएलको उपाधि जिल्ला भन्ने सबैको चासो छ। अब त्यसको नतिजा भने फाइनलसम्मै कुर्नुपर्ने हुन्छ दर्शकहरूले। र अहिलेसम्म सोमपाल कामी, त्यसै गरी कुशल भुर्तेल, कुशल मल्लहरूको टिमले त्यति बलियो राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्, जस कारणले उनीहरूले अहिले धेरै खेलमा हार भोगिरहेका छन् र लगातार हारिरहेको नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणको खेलमा विजेता बनेको जनकपुर बोल्सले आज मात्रै खाता खोलेको छ र कप्तान अनिल शाह चम्किसकेका छन्। अब जनकपुरको आगामी यात्रा कस्तो रहला त्यो भने हेर्न बाँकी छ। तपाईको विचारमा नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणको विजेता कुन टोली बन्ला कृपया कमेन्ट गर्नुहोला।